हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा। हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ म टमेटोको अचार बनाउन आँट्दैछु। सिम्पल रेसिपी। मेरो रेसिपी हजुरहरुले सबैजनाले हेर्दिनु होला। अहिले टमाटर पनि बजारमा सस्तै छ, त्यही भएर म चाहिँ अचार बनाउन आउँदैछु। मेरो रेसिपी यदि मन पर्यो भने हजुरहरुले प्लिज लाइक गरिदिनु होला भन्दै सुरु गर्छु। म चाहिँ टमेटोलाई सबै काट्छु पहिले। मसिनो गरी काट्छु। म चाहिँ लसुनको पत्ता पनि हाल्छु अचारमा, एकदमै मिठो हुन्छ। यसलाई मसिनो गरी काट्ने। अनि यो लसुनको पत्ता पुर्याउँदा चाहिँ त्यसले चाहिँ स्वाद मिठो बनाउँछ। अहिले लसुनको सिजन छ नि त। टमाटर पनि काटेर रेडी भइसक्यो। अब म पकाउन सुरु गर्छु। मैले चाहिँ अचार बसाउनको लागि एउटा प्यान बसालिसकेँ। त्यस पछाडि अलिकति शुद्ध तोरीको तेल हालेँ। यो अचारमा चाहिँ तोरीको तेल नै मिठो हुन्छ, त्यही भएर तोरीको तेल ताति पनि सक्यो। र अलिकति मेथी पुऱ्याउने, यहाँ चाहिँ केही अर्थ पर्खाउनु पर्दैन, बस मेथी भए पनि हुन्छ। त्यस पछाडि प्याज पनि हालेँ। प्याज चाहिँ हाले पनि हुन्छ, नहाले पनि हुन्छ। मलाई चाहिँ प्याज मिठो लाग्छ, त्यही भएर प्याज पनि हाल्दै त्यस पछाडि लसुनको पात पनि हालेर एकछिन चलाउँछु। चलाएपछि रातो हुन्जेलसम्म एकछिन भुट्छु। भुटिसकेपछि यस्तो भएपछि म त्यस पछाडि एउटा अकबरीसँगै हालिदिन्छु। अकबरी चाहिँ एकदमै मिठो हुन्छ स्वाद, र प्लस आफ्नो स्वास्थ्यको लागि पनि धेरै राम्रो हो, त्यही भएर अकबरी नै खान्छु म। त्यस पछाडि एकछिन आउँछु, काटेर राखेको टमाटरलाई हालिदिन्छु। हालिदिइसकेपछि यो टमाटर एकछिन चलाउँछु। मैले चाहिँ टमाटरलाई ठुल्ठुलो पिस पारेर काटेको छु। यो किनभने एकदमै पाकेको टमाटर छ नि त, त्यही भएर मजाले पाकिहाल्छ। त्यही भएर चलाएँ। चलाएपछि यस्तो भइसकेको छ, हेर्न सक्नुहुनेछ। र त्यसमा स्वादअनुसार नुन हाल्छु। आफूलाई नुन हाल्न मन लाग्छ त्यही अनुसारले हाल्दा नि हुन्छ। नुन हालेँ। एकछिन चलाउँछु। चलाइसकेपछि म चाहिँ यसमा जिराको पाउडर पनि हाल्छु। मलाई चाहिँ एकदम मनपर्छ, हजुरहरूले नहाल्न पनि सक्नुहुनेछ। जिराको पाउडर हालेको मिठो लाग्छ, त्यही भएर म चाहिँ जिराको पाउडर पनि हाल्छु। त्यस पछाडि यसलाई एकछिन छोपिदिन्छु। पाक्नु पऱ्यो। अनि एकछिन छोपेपछि पाकेपछि अचार रेडी भएको छ। देख्न सक्नुहुनेछ मजाले पाकेको छ। छेउछेउबाट अचार तेल निस्कन थालिसकेको छ, मजाले पाकेको छ, खानको लागि तयारी भएको छ। र यसमा चाहिँ म एउटा ट्रिकको कुरा बताउँछु। यसमा चाहिँ हजुरहरूले सोरीको छोप हाल्नु होला, एकदमै मिठो हुन्छ अचार। म चाहिँ अचार टमाटर बनाउँदा सोरीकै छोप हाल्छु, त्यसले स्वाद पनि मिठो बनाउँछ। एकपल्ट अवश्य ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। देख्न सक्नुहुनेछ अचार रेडी भइसकेको छ। त्यसको माथिबाट अलिअलि धनियाँ पनि छर्किदिएको छु। धनियाँले अझ प्लस स्वाद मिठो बनाउँछ। यम्मी यम्मी अचार। मैले चाहिँ टमाटरको अचार बनाएर पनि रेडी गरिसकेँ। पिरो अमिलो टक्क। हजुरहरूलाई मेरो रेसिपी मन पर्यो भने प्लिज लाइक गरिदिनु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला। सबैको आफ्नै तरिका हुन्छ अचार बनाउने, मेरो चाहिँ यही तरिका हो। हजुरहरूलाई के कस्तो लाग्यो प्लिज भनिदिनु होला है त।